यो कम्पनीले चाहिँ के गरेको डाक्टर लिमले के गर्नुभयो भने जो गानोदरमा 6 प्रकारको च्याउ जसलाई गानोदरमा भनेको चाहिँ कसरी भन्न सक्नुहुन्छ के हो गानो सुमन सर गानो भनेको छाला दर्मा भनेको चम्किलो है सरलाई ताल दिनुस् त एकचोटी हैन गानो भनेको के भन्नुभयो सरले दर्मा भनेको चम्किलो छाला जो मान्छेले यो गानोदरमा रेगुलर रूपमा प्रयोग गर्छ त्यसको चाहिँ स्किनमा चाइनिङ आउँछ ग्लू आउँछ र उसको चाहिँ यो पेट सफा हुन्छ पेट सफा भने अनुहार चम्किन्छ भन्छ अहिले वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने गानोदर्माको क्याफिन कम भएको कफी एक दिनमा तपाईले 4 कप खानुहुन्छ भने लिभर सम्बन्धीको समस्यालाई हामीले डिटक्सिफाई गर्न सक्छौं यसकारणले गर्दाखेरि बल्ल हामीलाई चाहिँ यो फेसमा बल्ल चाइनिङ आउँछ बल्ल हामीले चाहिँ अनुहारलाई चम्काउन सक्छौं गानोदरमा आज हेर्नुहुन्छ भने यसको नाम आरजी भन्छ है यो 90 दिनको च्याउको धुलोको क्याप्सुल के भन्छ यसलाई आरजी यसलाई चाहिँ जीएल भन्छ गानोसिलियम यो चाहिँ 18 दिनको च्याउको धुलो क्याप्सुल संसारमा यो आरजी सबले बनाउन सके यो जीएल चाहिँ अहिलेसम्म दुनियामा कसैले पनि बनाउन सकेको छैन यसकारणले गर्दा यो तपाईको हाम्रो बडीमा गइसकेपछि यसले तपाईको शरीरमा कुनै पनि रोगसँग काम गर्दैन तपाई रोगको उपचार गर्न आउनु भएको छ भने र कसैले चाहिँ आउनुस् न डाक्टर साहबले तपाईलाई आज जवाफ दिनुहुन्छ भने रोगको उपचार गर्ने भने हस्पिटलले जाने हो यसले भनेको रोगको कारणको उपचार गर्ने हो तपाईलाई सुगर किन भयो तपाईलाई प्रेसर किन भयो तपाईलाई कब्जियत किन भयो तपाईलाई ग्यास्ट्रिक किन भयो हाम्रो शरीरमा रोग किन लागिराखेको छ यसको कारणलाई पत्ता लगाउँछ केले आरजी ध्यान दिनुस् है आरजी म क्वेशन सोच्छु फेरि पुरस्कार पनि दिन्छु फेरि जवाफ दिलाउनु भयो भने यसलाई के भन्छ आरजी 90 दिनको च्याउको धुलोको क्याप्सुल यो हाम्रो शरीरमा गइसकेपछि कहाँबाट खान्छौं नाकबाट खाँदैन मुखैबाट खान्छौं कहाँ जान्छ पेटमा जान्छ पेटमा गइसकेपछि के बन्छ कोही कसैले एकजना जवाब दिनुस् त ग्लुकोज बन्छ सर ग्लुकोज कसले भन्नुभयो सरले ताली एकचोटी हो पेटमा गइसकेपछि ग्लुकोज बन्छ ग्लुकोज भइसकेपछि त्यो ग्लुकोजको माध्यमबाट ब्लडमा रगतमा प्रसारण हुन्छ जब रगतमा प्रसारण भइसकेपछि यसले तपाईको शरीरभित्र भएका रोगको कारणलाई खोज्छ र आजसम्म तपाईलाई डिएसएम को बारेमा कसैले पढायो यसले रोग ठीक पार्छ भने पनि त्यो मान्छे गलत छ त्यसले बुझेको छैन एकचोटी तपाईले चाहिँ डिएसएम कम्पनीका शिक्षित व्यक्तिहरुबाट क्लास लिनु पर्ने भयो सर तपाईले गलत मेसेज दिनु भएछ भनेर भन्नुस् किनभने यसले कुनै पनि रोगसँग सम्बन्ध राख्दैन रोगसँग सम्बन्ध राख्ने भनेको एलोपैथिक हो केमिकल दबाई हो हस्पिटल जानु पर्यो मैले अघि नै भने कि रोगको ट्रिटमेन्ट गर्ने भने हस्पिटल जानुस् रोग फाल्ने हो भने चाहिँ गानोदरमा खानुस् है ताल खानु नि एकचोटी अब निद्रा लाग्न थालेछ है अलि लाग्छ किनभने सुगर अब नेपाललाई अब अल्छी अलि लागिहाल्छ के है अब यति भन्दैपछि निद्रा भाग लाग्यो भनेर भन्ने है माइन्ड नगर्नमा सुगर भएको छैन तपाईलाई अब यो चाहिँ यसले चाहिँ एक घोरो रुममा निकाल्छ डिटक्सिफाई गराउँछ शरीर भित्रको यो आरजी है यो 90 दिनको च्याउको धुलो क्याप्सुल र कोही प्रेग्नेन्सी कसले खाने कसले नखाने भन्ने क्वेशन आउन सक्छ त्यो बेलामा चाहिँ कोही प्रेग्नेन्सी आमाहरु हुनुहुन्छ भने उहाँहरुले खानु हुँदैन है यो चाहिँ किनभने यसको काम के रहेछ फाल्ने अनि यसले सुरुमा आएको घुरुमा त्यसले नराम्रो खराब चीज आयो भने फाल्दिन्छ त्यही भएर यो चाहिँ दिनु हुँदैन कहिले पनि यो प्रयोग गराउनु हुँदैन है यो चाहिँ एकदम ध्यान दिनु होला यो कहिले पनि प्रयोग गराउनु हुँदैन अब त्यो बेलामा चाहिँ यो चाहिँ प्रयोग गराउन मिल्छ फेरि यो चाहिँ गानोसिलियम 18 दिनको अपरिपक्व च्याउको धुलोको क्याप्सुल यो पाउडरमा पनि पाउँछ यो क्याप्सुल फर्ममा छ पाउडर फर्ममा छ दुईवटै फर्ममा छ र यो क्याप्सुलले चाहिँ यसले निकाल्दाखेरि यसले चाहिँ शरीरलाई के गर्ने भयो भ्यालिटी पनि चाहिँ राख्दैनौं कि अनि हामीले चाहिँ डाक्टरले भनेपछि पेट छिर्न तयार तर तपाईको छिमेको साथीले गानोदरमा भन्दाखेरि सुन्न तयार छैनौं जापानमा अहिले तपाईको 1 शताब्दी क्रस गर्ने मान्छे 1 लाख कटेर 1 शताब्दी भने 100 वर्ष हो 100 वर्ष बाँच्ने मान्छेहरु कति कटे 1 लाख जना कटे तपाईले हेर्नुभयो भने ती मान्छेहरु 100 वर्ष बाँच्नुको एउटै रिजन के छ भने त्यो हो गानोदरमा कतै ताली नठाउने मान्छेको शरीरको चक्र एउटा कोषबाट हुन्छ अनि कोष तन्तु अंग हुँदै बल्ल प्रणाली हुँदै यो हाम्रो सिंगो बडी बन्ने हो सुरुमै बडी बन्ने होइन यसकारणले गर्दा हाम्रो गानोदर्माले तपाईहरुलाई सिधै बडीमा गएर अंगमा गएर काम गर्ने होइन कुनै अंगमा भएको समस्यामा गएर काम गर्ने होइन यसले हाम्रो शरीरको कोशिकासँग गएर काम गर्ने भयो जब यसले कोशिका हाम्रो शरीरमा लाखौं लाख मिलियन ट्रिलियन कोशिकाहरू हुन्छन् जो दिनमा लाखौं मर्छन् र हरेक दिनमा चाहिँ लाखौं जन्मिन्छन् तर हाम्रो राम्रो आहार राम्रो भोजन छ भने लाखौं जन्मिन्छन् तर राम्रो आहार छैन भने लाखौं मर्छन् अब त्यो जन्माउनको लागि हामीले राम्रो भोजन लिनुपर्छ
अब हामीले 70 प्रकारका फलफुलको कुरा आयो अघि। अब यो पाएन भने अब बिस्तारै यो गानोदर्माले भिटामिन्स, मिनरल्स, आइरन्स सारा चिजहरू यसले चाहिँ हामीलाई दिने गर्छ र यो हाम्रो शरीरको कोशिकामा गएर काम गर्छ। यस कारणले गर्दा यसले हाम्रो शरीरमा गएर कुनै अङ्गमा होइन, हाम्रो सिस्टममा होइन, हाम्रो प्रणालीमा होइन, यसले चाहिँ हाम्रो कोशिकामा गएर काम गर्ने भयो। यस कारणले खान जरुरी